सौरेल कुकिज राखेर खायो भने चाहिँ मिठो हुन्छ दहीमा एक्लै हो Hey, wagwan, this is local Nepali drill, baby. बुटोलतिर Hello, what's up everybody? Namaste सबैजनालाई. This is me, Saurabh Kharel. So I have planned to start my new journey, uploading videos on YouTube, and I'm excited about it. Yeah, hope you guys will love it. माया देखाइदिनु होला, support गरिदिनु होला. Yeah, that's it. म बुटोलदेखि हिँडेको 47 किलोमिटर्स पर तानसेन बजार आइपुगेँ म। यो देखिरहनु भएको दृश्य बतासे डाँडा देखियो, जुन तानसेनबाट 4 किलोमिटर पर छ। Yo, what's up? यो चाहिँ मेरो फर्स्ट टाइम ब्लगिङ, हल्का लाज लागिरहेको छ। ओके, युट्युबतिर पनि छिरौँ भन्ने मेरो इच्छाको साथ आज मेरो पहिलो ब्लग चाहिँ म भैरव स्थान दर्शन गर्न आउँदाखेरि गर्छु भनेर सोचेको थिएँ। म मेरो मेन गन्तव्य भैरवस्थान मन्दिर आइपुगेँ। भैरवस्थान टेम्पल इज अ हिन्दू टेम्पल अफ भैरव और भैरवा लोकेटेड इन पाल्पा डिस्ट्रिक्ट अफ नेपाल। इन्ट्री अङ्कल एकछिन नाम एउटा एक्लै हो हजुर ल पहिला आउँदा चाहिँ यहाँ खुब लाइन थियो। अहिले चाहिँ सिधा खै सिजन हो कि अफ सिजन हो कि यो तर खाली छ। भैरवस्थान बाबाले सबैको रक्षा गर्नुहोस्। हस्त धन्यवाद। यहाँ भ्यू पनि मिठो आइरहेको छ। यहीँदेखि हेर्नु भने चाहिँ राम्रो देख्छ हिमाल, बट अब भिडभाड ल थोरै भिड अब चाहिँ मलाई लाज लाग्छ। The temple was established by King Mukunda Sen of Sena dynasty when Palpa used to be the capital. At the time when Mukunda Sena attacked Kathmandu, he returned with the murti of Lord Bhairav from Masindranath temple and established it in Palpa as Bhairavasthan temple. आज भिडभाड नभएको कारण दर्शन चाहिँ सकियो। Let's go. अब चाहिँ खाना खान जाने होइन, रमाइलो भयो, दर्शन भयो, मन शान्ति भयो। So I have म चाहिँ शीतल फार्ममा आइपुगेँ। मेरो चाहिँ यो फर्स्ट टाइम हो। लेट्स सी खाना खानलाई चाहिँ यहाँ आएको के कस्तो छ है सुविधाहरू भन्ने। ल अब भिडियोहरूमा त हेरेर हुन्थ्यो, आई थिङ्क दिस इज भेरी ब्युटिफुल प्रपर्टी है, देख्न सकिन्छ। सो म चाहिँ त्यहाँ पुगेर भ्यू देखाउँछु। Sital Farm, a farm located at Sital or cool place, relaxing place surrounded by nature up in the hills. Amazing property for a night out and campfire. Family friendly. If you are planning a night out with your friends, Sital Farm could be your perfect choice. Located in beautiful Tansen region of Nepal, 44 kilometers away from Butol, a quiet place away from hustle and bustle. Could be your great quiet escape to feel the tranquility and get recharged. Impressive architectural villas and stays in the lap of nature with good natural ambience. फिलहाल round. सो मैले भेज खाना अर्डर गरिसकेँ। अब चाहिँ म यहीँ बस्छु। घाममा चाहिँ नबस्ने, अलिक गर्मी नै हुन्छ। लेट्स सी खाना कस्तो हुन्छ है त। सो इट्स माई फर्स्ट टाइम एट शीतल फार्म है, देखिरह हुन्थेँ। प्रोपर्टी चाहिँ एकदम राम्रो रहेछ, भिलाहरू सबै राम्रो छ, देख्न सक्नुहुन्छ।
Very simple yet attractive villa. Balcony on the roof looks great to just have your private time and get sun bath in this cold winter. The property is amazing. एकदम नेचुरल, एकदम पर्फेक्ट. स्ट्रक्चर पनि एकदम राम्रो छ. So yeah, this is it. म चाहिँ यहाँको आज चाहिँ मेरो फेरि भेज. शनिबार चाहिँ म शनिबार र मङ्गलबार चाहिँ भेज खान्छु. सो या मेरो भेज थाली चाहिँ आइसक्यो. आज चाहिँ शनिबार मैले भेज खाना खान्छु. मलाई चाहिँ एकदम भोक लागिरहेको छ. सो धेरै नबोली खाइहालौँ है त. टक्क घिउ हालेर मिठो छ एकदम होमली टेस्ट. सबै हस् डेजर्ट यो चाहिँ हाल्दै हाल्दै दाल दाल त छोड्दै हुन्छ. तरकारी तरकारी हाल्थ्यो अरू छोड्दै हुन्छ. भुटिया खाने हुन्छ अझै हाल्थ्यो नि तरकारी. तरकारी ल हस् भाइ थ्याङ्क यू. राख्नु अरू सब पुग्छ मलाई. सागहरू सब साग त्यही छैन त्यही छोडिदिँदा हुन्छ हस् है त. हस् ल हस् भाइ थ्याङ्क यू. के अनि भोक लासी खाने कुरो अन्त नै हो. खानेकुरामा त कम्प्रोमाइज हुन्न मेरो. कन्चुवा हो. ए अचार र यो गुन्द्रुक भन्नुपर्ने हो. मोबाइलमा खासै चार्ज छैन. अब म खाएर भ्याएरै लास्टमा डेजर्ट खाने बेला देखाउँछु. ल डेजर्ट टाइम. गुलाब लालमोहन र दही. म फेरि लालमोहन खासै फ्यान त होइन तर अब गुलियो भनेको गुलियो मिठो हुन्छ. दही चाहिँ मलाई मनपर्छ. तर यो दहीमा लालमोहन भन्दा सोरेल कुकिज भन्ने छ क्या होइन. बुटोलमा छ सप्लाई पनि गर्नुहुन्छ. त्यो सोरेल कुकिज राखेर खायो भने चाहिँ मिठो हुन्छ दहीमा. साँच्चै हो. अबदेखि दहीमा बरु सोरेल कुकिज राखेर खानु होला. ट्राई गर्नु न एटलिस्ट मिठो हुन्छ. नेपालभरि डेलिभरी गर्नुहुन्छ. नेपालको जुन कुनामा मगाए नि पुग्छ. सेफली आइपुग्छ. फ्रेस ह्यान्डमेड कुकिजहरू हो. फिनितो. बर्थडे आएर बटस हुन्छ. सो ये खाना खाए एकछिन रेस्ट गरेँ. Now it's time to go. प्रपर्टी चाहिँ एकदम राम्रो छ. आउनु होला. नाइट स्टेको लागि पर्फेक्ट छ. सर्भिस पनि राम्रो छ.
भेज खाना खाएँ भेज खाना पनि मिठो थियो फ्रेस थियो होमली थियो या एन्जोय द फुड एभ्रिथिङ वाज गुड लेट्स अब चाहिँ जोरदारा गएर पकौडा खाने पुग्दासम्म फेरि भोक लाग्ला नि त्यहाँसम्म पुग्दा So yeah, I'm getting out of Sital Farm. म चाहिँ फेरि पनि आउनेवाला छु यो ठाउँमा फर स्योर आउनेवाला छु फेरि नेक्स्ट टाइम समय मिलाएर सो अब जोरदारा गएर चिया पकौडा खाने या प्रपर्टी इज प्रिटी गुड आउनु होला Hey, Wagwan, this is local Nepali drill, baby. You know what it is, man. Like hello. Local scene. Say, I'm in Lilu Hotel, ma. Jordara Pagoda Hana. Let's go. अहिले चाहिँ हामी जोरदारा लिलो होटलमा आजदेखि चिन्न त चिन्नु भयो नि छोराछोरी त ठुलै भएन होला है तपाईँको त्यही त हामी नआएको त थुप्रै भयो नि म नि धेरै पछि आएँ यता जोरधारा पालो त भैरवस्थान दर्शन गरेर आएको यताउता बिहान हिजै सोचेको थिएँ अनि प्लान गरेँ बिहान यसो निस्किहाल्यो दर्शन गरेर मन शान्ति खानु त भाइ बटुक र आलु चप गरिदिनु न त्यो एक प्लेट नगर्नु त्यही मिक्स गराएर गरिदिनु अनि एउटा चिया पनि बनाइदिनु है मिठो यो चाहिँ हाम्रो पहिलाको जक्सन हामी त कलेज बङ्क गरेर आयो यसो चिल हान्न भनेर आयो यहीँ लिलो होटलमा माथि यहीँ बसिन्थ्यो केटाहरू माथि बस्यो चिल गऱ्यो खाहु चिया पकौडा अनि घरतिर लाग्यो धेरै जस्तो बङ्क नै गरेर आइन्थ्यो अनि ल केटाहरूले हेर्दैछन् मेरो स्कुलको साथीहरू कलेजको साथीहरू सबले हेरिरहेछन् मेरो घरतिरकै साथीहरू केटाहरू सबै होमिजहरू आइन्थ्यो यहीँ लुलु दाइकोमा रमाइलो गरिन्थ्यो नि है के छ ल हेरेछौ अनि कम्स हान्थ्यो है कमेन्ट्स मजाको छ भ्यू मजा आउँछ माथि बस्न या ल चिया बटुक आलु चप मजाले भ्यू इन्जोय गर्दै खाएर अनि घरतिर बुटोलतिर पकौडा आयो चिया आयो सर्वप्रथम चिया टेस्ट गरौँ है त आगोमा पकाएको मिठै हुन्छ चिया चाहिँ म चाहिँ आलु चप बटुक भन्दा पनि मैले आलु चप प्रिफर गर्छु बटुक नि मिठै हुन्छ दहीको फेरि चट्नी मिठो हुन्छ टिमुर हालेको हुन्छ चट्नीमा मलाई टिमुर हालेको चट्नी एकदम मनपर्छ भात खाएर पनि अझै भोक चाहिँ लागेको रहेछ ल गुड म चाहिँ चिया अनि पकौडाहरू इन्जोय गर्छु है त सो या आई थिङ्क इट्स टाइम टु इन द भ्लग आजको मेरो मेन मोटिभ चाहिँ भैरवस्थान
मन्दिर गएर दर्शन गर्नु थियो, दर्शन भयो। थो सानो ब्रेक जस्तो पनि भयो। दर्शन गर्नु चाहिँ मन लागिरहेको थियो। So yeah, this is it. Ending the vlog. Hope you guys enjoyed it. इन्डसम्म हेरिदिनु भयो होला। अब रमाइलो लागेको छ भने चाहिँ इन्डसम्म हेर्नुभयो। अदरवाइज स्किप गरेर इन्डसम्म चाहिँ आउनुभयो। I will try to be consistent, even like weekly एउटा भए पनि भिडियोहरू चाहिँ हालिराख्छु फुर्सदमा। एउटा दुईटा तिनटा कति हुन्छ कसरी हुन्छ हैन, टाइमिङ मिलाएर। सो युट्युबतिर पनि हल्का फोकस्ड हुनु पर्यो, आफ्नो कामतिर युट्युबतिर हैन, मिलेसम्म सबै कुरा गर्ने। So yeah, this is it, like today was a good day today. I had an amazing time with me. Hopefully अरू भ्लग्सहरू पनि छिटो अपलोड गर्छु म। So stay tuned, hey, let's go, bye.